महत्त्वपूर्ण हो भन्ने चिज चाहिँ है। शिक्षा यस्तो एउटा दियो हो हाम्रो जीवन जिउनुको लागि एउटा अन्धकार बाटोलाई जुन सरल रूपमा देख्न सक्ने एउटा माध्यम नै शिक्षा हो। शिक्षा बिना हामीले कुनै पनि जीवन सरलसँग शान्तिसँग सुखको साथ बिताउनु गाह्रो पर्छ है। त्यसको लागि एउटा मात्र मार्ग हो, बाटो हो, माध्यम हो शिक्षा। त्यसैले शिक्षालाई हामी सबैले एकदमै महत्त्वपूर्ण दिएको छ, त्यसको मैले व्याख्या गर्नु पर्यो। दोस्रो, हाम्रो लाभा गुम्बाको तर्फबाट, काजी टेक्जिङको तर्फबाट खासै हाम्रो गाउँको लागि, शिक्षाको लागि र तपाईँहरू सबैको लागि हामीले त्यति ठुलो योगदान अहिलेसम्म गर्न सकेको छैन। यो एउटा सानो मात्र हो, अहिलेसम्म तपाईँले खासै हाम्रो तर्फबाट त्यति गर्न सकेको छैन। त्यसैले अब यो एउटा सानो भए पनि हाम्रो गुम्बाको तर्फबाट 2003 स्थापना गरेर 2025 सम्म हामीले यसको मर्मत रिभाइरिङ गर्न सकेको छैन केही कारणवश, र 2025 मा हामीले यसको रिभाइरिङ पूर्ण रूपमा गरेको छ। त्यसैले तपाईहरु सबैलाई खुसी होला है। तपाईहरु अघि हाम्रो सरहरूले भन्नुभएको जस्तै हाम्रो पाटो यो एउटा आफूले बनाएको चिज जस्तै हाम्रो लागि यो आफूले बनाएको आफ्नै एउटा बच्चा जस्तै हो यो। त्यसैले यसको संरक्षण सुसार हामी आफैले गर्नुपर्छ। त्यसको हेतुले हामीले 2025 मा यसको पूर्ण रूपमा मर्मत गरेको छु र यो आज चाहिँ यसको अब तपाईहरुलाई सुमिन्ने दिन हो। यसमा हाम्रो लाभा काजी टेक्जिङलिङको इन्चार्ज आबा लामाज्यू केही कारणवश नेपालमा जानुपर्ने भएको कारणले यहाँ उपस्थित हुन सकेको छैन। त्यसबाट हामी एकदमै क्षमा याचना गर्दछु तपाईहरुप्रति, किन भन्दाखेरि उहाँ खास आइपुग्नु पर्ने हो यहाँ है। त्यसैले उहाँ आइपुग्नु भए तापनि हाम्रो यहाँ काजी टेक्जिङ हाई स्कुल उच्च विद्यालयको जुन प्रिन्सिपल साहब आउनु भएको, हाम्रो इन्चार्ज लामा दावाज्यू आउनु भएको छ। त्यसैले हाम्रो अफिस का सर पाल्देन लामाज्यू आउनु भएको छ, आचार्य पाल्देनज्यू आउनु भएको छ। हाम्रो तर्फबाट खासै तपाईहरुलाई केही ठुलो शिक्षाको योगदान हामीले दिन सकेको छैन भए पनि हामीले यो सानो, यो पनि एउटा सानो शिक्षाकै लागि एउटा माध्यम हो। त्यसको लागि पनि तपाईहरुले स्वीकार दिनु होला भन्दै र अझै पनि तपाईहरु सबैले जुन यो शिक्षाको यो नै हो हाम्रो मन्दिर, यसलाई नै हामीले मन्दिर मान्नुपर्छ। यो नै हाम्रो लागि पूजा कोठा हो, यो नै हाम्रो लागि सार्थक हो। यसलाई नै हामीले माया गर्नुपर्छ। त्यसैले तपाईहरु सबै विद्यार्थीहरूले पनि यसलाई संरक्षण है, यो कसरी चाहिँ सफा राख्ने, यसलाई के गर्नु हुँदैन, के गर्नुहुन्छ, सफा कसरी राख्ने, यसको संरक्षण कसरी गर्ने भन्ने हामी आफैबाट पनि ध्यान दिनुपर्छ। हामीले यो गुम्बाले बनाएको मात्र होइन, यो पुरै यो स्कुल नै हाम्रो लागि यो नै हो मन्दिर है। यसलाई नै गुम्बा भनेर मान्नुपर्छ। किनभने गुम्बाबाट पाउनुपर्ने, मन्दिरबाट पाउनुपर्ने अथवा कुनै मस्जिदबाट पाउनुपर्ने हामीले के हो भन्दाखेरि सुख शान्ति, हाम्रो जीवनमा पाउनुपर्ने सुख र शान्ति हामी जहाँ अपेक्षा त्यही नै गर्छौँ। त्यसैले खास सुख शान्ति कहाँबाट आउँछ भन्दाखेरि एउटा मात्र माध्यम, अघि मैले भने शिक्षाबाट आउँछ है। शिक्षाबाट हामीले सही जीवन जिउने तरिका हामीले शिक्षाबाट नै सिक्नुपर्ने हुन्छ। त्यसैले पनि हाम्रो लागि सार्थक यही नै हो, स्कुल नै हो। त्यसैले यसलाई तपाईहरु सबैले एकदमै राम्रोसँग संरक्षण आफ्नै ठानेर, आफ्नै मानेर, आफ्नै कोठाभन्दा यो ठुलो हो भन्ने मानेर तपाईहरुले संरक्षण गरिदिनु होला भन्ने अनुरोध साथ मेरो 2-3 शब्द यहीँ टुङ्गाउन चाहन्छु। धन्यवाद तपाईहरु सबैलाई।